ल हाम्रो गाउँको विमल दाइको ल्यापटप चाहिँ यो अनै भइरहेको थिएन। त्यहाँबाट मैले खोलेर चेक गरेको, यसको चाहिँ यो हार्ड डिस्क गएको रहेछ। यसको हार्ड डिस्कमा समस्या देखेछ। अनि चाहिँ मैले चाहिँ मेरो नयाँ एसएसडी वाला हार्ड डिस्क हालेको, यो हालेको मजाले चलेछ। अहिले चाहिँ अन भइरहेछ। यो ल्यापटप अब बनाउनलाई चलाउनलाई चाहिँ हार्ड डिस्क चेन्ज गर्न पर्छ। अहिलेलाई हार्ड डिस्क नहाल्ने भन्नुभएको छ, किनकि अब समस्या होला। ठिकै छ, तर ल्यापटप चाहिँ हार्ड डिस्क चेन्ज गरेर अन भएको छ है त। यदि तपाईँहरूको पनि यस्तै ल्यापटपहरुमा केही समस्या छ भने लिएर आउनुहोस्, हामीले बनाउने कोसिस गर्नेछौँ। शाही मोबाइल सेन्टर, बर्दघाट 12 दबिल्ला है त। यहाँ हामीसँग अनेक किसिमका सामानहरू छ। एकदम राम्रो तरिकाले तपाईँहरूको ल्यापटप मोबाइलहरू चेक गरेर रिपेयर गरिन्छ है त। ल, शाही मोबाइल सेन्टर, बर्दघाट 12 दबिल्ला। अनि मेरो युट्युब च्यानलहरूलाई चाहिँ सबैले लाइक, सब्सक्राइब, सेयर गरिदिनु होला है त। ल, सत साहेब, जय हो बन्दी।